ल हामी सबैलाई बधाई छ, सम्पूर्ण नेपालीहरूलाई बधाई छ है, बधाई छ। हामी सबैले जित्यौँ। हामी परिवर्तन चाहने जति सबैले जित्यौँ होइन। जसले हामीले यो परिवर्तनमा जे जति सक्दो आफ्नो बल बुद्धि दिमाग आफ्नो क्षमता आफ्नो टेक्नोलोजी प्रयोग गरेर सहयोग गऱ्यौँ। उहाँहरू सबैलाई पनि बधाई छ। नेपालमा बसेर आफ्नो मत परिवर्तन गरिदिनु भएकोमा सम्पूर्ण नेपालीहरूलाई बधाई छ। मैले चाहिँ यो बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउनलाई लगभग सोसियल मिडियाबाट सकेको सहयोग गरे जस्तो लाग्छ होइन। मूल्याङ्कन गर्ने म कोही पनि होइन, मूल्याङ्कन भगवान्ले गर्नुहुन्छ। सो यस बिचमा मेरो के भयो भने मोनेटाइज भएको फेसबुक डिमोनेटाइज भयो, केही छैन। 20, 22, 23 डलर जति इन्कम भएको थियो, त्यो पनि सुहा भयो, केही छैन। एकचोटि फेसबुकबाट मेटाबाट वार्निङ आयो, केही छैन। 11 तारिक अब 2 दिन पछाडि हट्दैछ त्यो वार्निङ। फेरि भर्खर हिजो पनि 7 दिनको लागि कमेन्ट, 1 हप्ताको लागि कमेन्ट डिसेबल भएछ। कसैलाई कमेन्ट गर्न मिल्दैन, केही छैन। जे जति गरियो सके जति र बुद्धिले भए जति गरियो होइन। हामी सबैलाई बधाई छ। ल अब आशा छ नेपालमा केही आमूल परिवर्तन आउँछ, देशले मुहार फेर्छ। अब हामी जस्ता युवाहरू फेरि विदेश जानु पर्दैन घर परिवार छोडेर। म मेरो आफन्त दाजुभाइहरू हामी लगभग विदेशमै आधी उमेर बितायौँ। अब मेरा सन्तानहरू, हाम्रा भावी पिँढीहरू, मेरा छोरा भाइ भतिजहरूले विदेश जानु नपरोस्। विदेश जानु परे पनि हाम्रो जस्तो दुःख गर्नु नपरोस् होइन। राष्ट्रिय स्वतन्त्र पार्टीले 5 वर्ष निर्धक्क भएर सरकार चलाउन पाउँछ नै सरकार चलाउन। तर राम्रो काम गरोस्, नराम्रो काम गरेछ भने जसरी घन्टी बजाएर बेङ्गलोरको सडक भवन अस्पताल ग्राउन्डबाट रुमबाट होटल रेस्टुरेन्ट काम गर्ने ठाउँबाट भोट मागेको छ, फेरि त्यसरी नै घन्टीले फेरि हान्न पनि आउँछ नि युवालाई। सो सबैलाई बधाई फेरि पनि एकचोटि। जित्नुहुने उम्मेदवार सम्पूर्णलाई माननीयज्यूलाई सफल कार्यकालको शुभकामना। अनि हामी घन्टी समर्थक, हामी घन्टे एकदमै के भन्छ प्राउड फिल भएको छ घन्टे हुन पाउँदाखेरि। हामी घन्टेहरूलाई पनि बधाई र यहाँहरूलाई एकदमै धन्यवाद, जसले नेपालमा बसेर आफ्नो मतको सही सदुपयोग गर्नुभएको छ। अनि अर्को कुरा, यो 6 महिनाको क्याम्पेन जतिमा मैले 3 महिना चाहिँ खासै सक्रिय भइन होला, बाँकी रहेको 3 महिना चाहिँ एकदमै सक्रिय भएर लागेँ। त्यो 3 महिनामा मैले कतिलाई कन्भिन्स गराएँ, कति मत परिवर्तन गराएँ, त्यो मलाई र उहाँहरूलाई मात्रै थाहा छ होइन। सके जति गराएँ। सायद म नेपालमा भएको थियो भने त्यति गराउन सक्दिनँ थियो होला, किनभने नेपालको स्थिति त्यस्तै हो। इन्टरनेट हुँदैन, घर परिवारसँग बसेपछि मजाले टाइम दिन पाइँदैन, घर परिवारलाई बालबच्चाहरूलाई टाइम दिनुपर्छ। तसर्थ मैले जति सकेँ मेरो तर्फबाट गरेँ। अब गर्ने पालो राष्ट्रिय स्वतन्त्र पार्टीका माननीयज्यू र हाम्रो आशाको केन्द्रबिन्दु, एउटै आशा एउटै भरोसा मेरुदण्ड बालेन्द्र शाहज्यूको। अल द बेस्ट, थ्याङ्क यू सो मच। बधाई छ सबैलाई। जय बालेन्द्र, जय नेपाल। लभ यु अल, बाई बाई।